गाइस लास्ट टाढा आयो होइन लास्टमा अब यस्तो देख्नु परिरहेछ खोला एकदम नि तल छ ल गाइस नुहाउने भनेर आएको होइन अब यी खोलामा पानी नै देखिरहेको छैन अब झुलिङ्गे पुल देख्यौँ अब यो झुलिङ्गे पुलबाट बाटो क्रस गर्नु पर्ला हेलो गाइज हामी चाहिँ गौडा झर्ना भनेर मान्छेले सोध्दै गरेर आएको तर लास्टै माथि आयौँ अब चाहिँ हामी पछाडि नै फर्किनु पर्ला यो चाहिँ रङ डेस्टिनेसन रहेछ पानी नै नरहेछ खोलामा यो धेरै हाम्रो के अरे त्यही हडिया खोलामा रहेछ पानी भएको बेला त फेरि बवाल मजाउँदैछ नि त त्यहाँ त्यस्तो हो क्या ताकि ल गाइज हामीले चाहिँ सोचेको जस्तो ठाउँ यो नभएर अब चाहिँ हामी रियल डेस्टिनेसनमा लाग्दैछौँ गाइज बाटो जस्तो छ होइन पुरै अफरोड वाइल्ड ब्रो वाइल्ड एभ्रिथिङ वाइल्ड यहाँ पुग्नुपर्छ गाइज यहाँनिर एकदम डेन्जर गाइज डेन्जर सो डेन्जर ल्याउ हटायो बाटो आइगयो होला गाइज फुल एडभेन्चर बाटो एकदम रिस्की स्लाइडिङ स्टिफी Oh man. Whoa. कस्तो वाइल्ड गाइज बाटो चाहिँ होइन एकदम यस्तो गाह्रो छ झर्नामा अझै धेरै पानी भएको लास्टबाट रमाइलो हुन्थ्यो गाइज तर खासै पानी नभएको अवस्था ठिकै बल्ल लगायत आफ्टर लट्स अफ अप्स एन्ड डाउन फाइनली आइपुग्यौँ तर फेरि यहाँदेखि बाटो छैन सेट तलै झर्ना गाइज चिसो भयो हात कामिसक्यो गाइस पानी एकदम सफा र चिसो थियो एकदम मजा आयो ढुङ्गा छ क्या ढुङ्गामा टेकेर आउनु नि ल गाइज अब फर्किँदै है तलबाट हामी माथि फर्किँदै यहाँ दुइटा भाइहरू अझै नआएर छौँ हामी ठ्याक्क निस्किँदा दुइटा भाइहरू आइपुग्यो हामी घर लागेको बाटो यस्तो पुरै खतरा छ होइन जस्तो रमाइलो भयो एकदम रमाइलो भयो क्या चिल भयो यस्तो गर्मीमा ल गाइज स्यास्या भयो माथि अब चढ्नु नसकेर बिस्तारै बिस्तारै पाइला टेकिरहेछौँ
हेलो गाइज गल्यो गाइज बाटो एकदम रिस्की छ होइन यत्रो मेहनत वर्थ इट भयो एट द एन्ड जस रमाइलो भयो नुहाउनु मजा आयो यस्तो गर्मीमा ल गाइज बल्ल सिडीमा आइपुग्यो यता तलबाट ऊ थियो है गाइज ल नुहाउनु ठाउँ चाहिँ ऊ थियो त्यही बल्ल माथिको सिडी आइपुग्यो ल गाइज यहाँ टक्क यस्तो यहाँ होइन यहाँबाट आउनुपर्छ त्यसपछि यहाँदेखि तल जानुपर्छ सो यहाँ अनि ऊ पर जानुपर्छ ऊ यहाँ तल जानुपर्छ अहिले हेर्नु सक्नुहुन्छ धेरैजना मान्छे आइसक्यो हामी हुँदा कोही छैन हामीलाई थियौँ रमाइलो छ है गाइज बब्बाल मजा आउँछ गर्मीमा नुहाउनुलाई बब्बाल यता हुँदा गौडा झरना वर्थ इट ल गाइज फाइनली नेपालको थर्ड लङ्गेस्ट झुलिङ्गे पुलमा पनि आयो थर्ड लङ्गेस्ट झुलिङ्गे पुल नेपाल's third highest झुलिङ्गे area नेपालकै थर्ड लार्जेस्ट झुलिङ्गे टेरेस फार्मिङ टक्कै कति मजाले देख्ने थर्ड लार्जेस्ट झुलिङ्गे त्यो दामी सेटिस्फ्याक्सन ल गाइज यति सबै घुमेर अब चाहिँ हामी घर फर्क्यौँ दिस वाज फर टुडे थ्याङ्क्स फर वाचिङ टाटा बाई बाई